हेलो गाइस, यतिखेर म चाहिँ सौल जाँदैछु है त। सौल जाँदैछु। अब तपाईँलाई म चाहिँ सौलको भिडियो, सौलको भ्लग बनाउनेछु भनेर देखाउनेछु। सो धेरै लामो समयपछि चाहिँ सौल लिन लाग्यो है त। म चल्ने गाडी चाहिँ यही हो। सो अब गएको केही समयपछि यहाँबाट हामी हिँड्छौँ। फाइनली सौल पुग्यो है त। बस पार्कमा पुग्यो। समय फेरि भएको कारणले गर्दा छिटो हिँड्नुपर्ने हुन्छ अब। गुरे पुग्यो। रात परिसक्यो, 9 बजिसक्यो। दायाहरू चाहिँ कुरिरहेछन् है। रिसायो होला हौ यति बेरसम्म आएर भनेर। सो अब चाहिँ म दायाहरूको रुममा जाँदैछु। के किन्नुपर्ने थियो, यहाँनिर माटोहरू कता छ, के किन्ने, माटोहरू देखेन जान्छु कुदाएर भन्नु पर्ला सबैले। ल फाइनली दाइको रुममा पनि आइयो होइन। हाम्रो दाइको मित मेरो भाइ हो। एकदमै जमाना मिल्ने साथी हो केटो। अलिअलि सानो छ, काठमाडौँ घर बनाइसकेको छ उसले। दाइसँग भेट भयो, आज खुसी लाग्यो। भाग्यमान रहेछ हौ। सो अब आज चाहिँ अब यहीँनिर हाम्रो चाहिँ सकिन्छ। अब भोलि फेरि एउटा ठाउँ जानुपर्ने छ। सो म तपाईँलाई त्यहीँ गएपछि कहाँ जान्छु भनेर देखाउँछु है त। उसको नाम चाहिँ राजेश है त। सरी कपाल छैन यो मान्छेको, तर राजेश हमाल जस्तो कपाल छैन, नाम चाहिँ राजेश हमाल हो। उहाँ चाहिँ ज्ञानेन्द्र साईको अर्को रूप, रासोपाको ज्ञानेन्द्र साई हुन्छ उहाँ चाहिँ। फाइनली डेस्टिनेसनसम्म पुग्दैछ। हान्ती भन्ने ठाउँमा आइयो। यतिखेर एकदम राम्रो फुलहरू फुलिसकेको रहेछ। सो अब हेरौँ त्यहाँ गएर मेरो कपाल ट्रिटमेन्टको लागि आएको क्या म चाहिँ। हुन्छ कि हुँदैन है त। दाह्री काट्दा यत्रो काटिएछ छिटो छिटो आऊँ भनेको। थकाइ लाग्यो हुँदैन त। लास्टमा गएर भइदियो भने बर्बाद छ। 12 बजीतिरको थियो। म पुग्ने बित्तिकै मेरो स्कार्फ चाहिँ हेरियो कस्तो रहेछ भनेर। अझै बोल्नु हाने जस्तै नै। उहाँले चाहिँ मलाई भनिराख्नु भएको थियो, अनि तपाईँले स्याम्पू चाहिँ कहिले लगाउनु भएको भन्नुहुन्थ्यो। मैले चाहिँ हिजो लगाएको भनेर चाहिँ। पछि औधी सधैँ लगाउनु ल अनि भन्नुहुन्थ्यो। होइन मेरो कपाल झर्छ जस्तो लाग्यो भनेर नलगाएको भनेको। शान्ति 좀 보여줘야 될 것 같아. 이거 계속 이렇게 빨갛게 보여가지고. 그 발바디 브러쉬의 라인은 빨간색이랑 파란색 LED 조명은 네. 오일 호스랑 이제 혈액순환에 도움이 되는 뷰티치예요. 조금 시원하네요. 네. स्काल्प हेरिसकेपछि चाहिँ उहाँले मेरो कपालको कन्डिसन हेरेर तपाईँले चाहिँ 18 स्टेप चाहिँ स्काल्प ट्रिटमेन्ट दिनुपर्छ भनेर भन्नुभयो। अनि त्यसपछि लगतै मैले पनि हुन्छ भनिसकेपछि हामी चाहिँ ट्रिटमेन्टको लागि लाग्यौँ। ट्रिटमेन्टमा सुरुमा चाहिँ उहाँले चाहिँ एउटा एलइडी लाइट हुँदो रहेछ, त्यो लाइटले चाहिँ त्यो ट्रिटमेन्ट सुरु गर्नुभयो। अनि त्यसपछि अरू बिचमा के औषधिहरू हाल्नुहुन्थ्यो। अनि उहाँले चाहिँ एक्सप्लेन पनि गर्नुहुन्थ्यो, यो यस्तो यस्तो हो, यो यस्तो यस्तो भनेर एक्सप्लेन पनि गर्नुहुन्थ्यो र एकदमै राम्रो तरिकाले सम्झाउनु पनि भयो। उहाँले चाहिँ राम्रोसँग बताइदिनु पनि भएको थियो। अनि उहाँले चाहिँ बिचमा त्यो मसाजहरू, नेक मसाजहरूदेखि लिएर हरेक कुराहरू गर्नुपर्दो रहेछ। उहाँले चाहिँ एकदमै राम्रो तरिकाले यहाँ चाहिँ गरिदिनु भएको थियो। यतिखेर चाहिँ यो मसाज थियो, यो मसाज पनि एकदमै आनन्द लाग्ने तरिकाको चाहिँ यो जुन उहाँहरूको आफै नै त्यो हेयर ग्रोथिङ सेम्पू भनेर भन्दै हुनुहुन्थ्यो। उहाँले चाहिँ एकदम मसाजै राम्रो तरिकाले मसाज गरी मेसिनले मसाज गरी चाहिँ उहाँले चाहिँ त्यो सेम्पू औषधि चाहिँ कपालको भित्रभित्र जाने तरिकाले चाहिँ स्कार्फबाट हटाउने तरिकाले चाहिँ गरिदिनु भएको थियो। अनि सबैभन्दा लामो स्टेप भनेको यो थियो। यहाँनिर चाहिँ एकदमै तपाईँ देख्न सक्नुहुन्छ, यो त्यो जुन अघि लगाएको ट्रिटमेन्ट गरेको त्यो सबै औषधिहरूलाई चाहिँ यहाँ चाहिँ राम्रो तरिकाले सेम्पूले एकदमै मजाले मिची चाहिँ धुनुभयो। अनि त्यसपछि यहाँनिर चाहिँ एउटा स्मोक हुँदो रहेछ। त्यो तातो भाप गरेर स्मोक गरेर 10 मिनटसम्म चाहिँ
बस्नुपर्ने रहेछ। एकदमै आनन्द लाग्ने तरिकाले म त सायद यो गर्दा चाहिँ निदाएछु। एकदमै राम्रो तरिकाले गरिदिनु भएको थियो। तपाईँहरूको पनि साँच्चीकै कपाल झर्छ र तपाईँहरू अहिले दक्षिण कोरियामा हुनुहुन्छ भनेपछि तपाईँहरूले पनि यो स्काल्प ट्रिटमेन्ट चाहिँ लिनु होला। लिइसक्दाखेरि चाहिँ तपाईँहरूको कपाल झर्ने चाहिँ एकदमै झर्ने चाहिँ कम हुँदो रहेछ। यति महँगो पनि छैन। तपाईँको 3 लाख हुन जति भयो भनेपछि तपाईँले मजाले ट्रिटमेन्ट लिएर अनि तपाईँले चाहिँ कपाल सपाल काट्न पनि सक्नुहुन्छ। र मैले सबै गरेर कपाल सपाल काटेँ। मलाई फर्किँदाखेरि चाहिँ उहाँहरूले चाहिँ गिफ्टहरू चाहिँ त्यो हाम्रो पुरानो तरिकाको पैसा राख्ने थैली चक्लेटहरू पनि दिनुभएको थियो। एकदमै राम्रो रहेछ यो ठाउँ चाहिँ, मलाई मन पर्यो है त। एकदमै राम्रो रहेछ यहाँको चाहिँ सबै कुराहरू चाहिँ मलाई एकदम बेस्ट लाग्यो त। कपाल पनि राम्रै छ, काडा जस्तो छ। हल्का चोटको नाम लेख्नु ठिक छ हल्का सबै। फाइनली बस चढियो। अब चाहिँ घर फर्किने बेला। कता छ बस? बसको दृश्य हो यो चाहिँ हेर्दा। जतिजना साथीहरूले यो मेरो भिडियो हेरिदिनु भयो तपाईँहरूलाई एकदमै भित्री मनदेखि नै धन्यवाद भन्न चाहन्छु। यदि तपाईँहरूलाई यो भिडियो मन परेको भए कृपया तपाईँले कमेन्ट गर्न सक्नुहुनेछ। कमेन्ट गरिदिनु होला, लाइक पनि गरिदिनु होला। यदि तपाईँहरूले नयाँ हुनुहुन्छ, मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब पनि गरिदिनु होला भन्ने आग्रह गर्दछु। हवस् त, धन्यवाद।